स्वर्ग हेर्ने स्वर्ग देखेन त माकेटा ल हेर्नुपर्छ वाह 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 हामी त अलि हिमालकै फेरमा छौँ दोष यहाँ त कतिको हामी अल्टिट्युडमा छौँ तिम्रो फोनमा देखाउँछ मेरोमा चाहिँ 4300 देखाएको छ घडीमा ह्याङ भएको छ यो अलि लोड हुन बाँकी छ मेरो ब्याट्री सकियो नि त ओ माई गड 4744 मिटरमा हामी छौँ गाइस लगभग 5000 म बाइक लिएर यी भैमै माथि गइदिएँ त 5000 तर म ठाकेको यस्तो ठाकेको म सक्दिनँ बवाल ठाउँमा आएको छौँ ल वायर भ्यू आयो तिमी भएको डिरेक्टर मलाई जे भन्छ त्यो गर्छु म फेरि खोलेका देवा हामी चाहिँ टिलिचोको हाइटमै छौँ जस्तो लागेर हेर्नु त्यही छ हिमाल ओ माई गड यस्तो बाटो बाइक चलाउनु त मलाई हामी त लास्ट भागी पानी हो गाइस यार अब चल्छ यो कति आउने अब तर दुःख चाहिँ लामो चाहिँ लास्ट लामो हो क्या आमामा झ्याउलाउने 70 किलोमिटर हान्न दिनभरि लाग्छ क्या उस्तो यहाँ उस्तो गरेर तलबाट हामी आयौँ भने पनि 500-600 किलोमिटर यार 5-6 दिन लाग्छ आमा छोरो यस्तो झ्याउलाउने बाटो पुरै यहाँ सिमीकोटसम्म पिच भयो भने त एकदम सजिलो हुन्थ्यो अरे अब पिच छैन अब के गर्नु अब पिच नभएपछि वान टाइम इन्भेस्टमेन्ट भन्ने हो यही हो अब एकचोटि आइयो अब पुग्यो अब बुढेसकालमा आउने यस्तो हेलिकप्टरमा पैसा लोड कमाएर अब आफै पाइलट पढ्नु पऱ्यो पाइलटको कोर्स गर्ने भनेको म युएसमा पढ्नु पर्ला भनेको अरे माटो नि टाइमिङै मिल्दैन कि बिजी मान्छे आफू गाह्रो छ फेरि आफूलाई कैलाश मान्छेबाट देखा जस्तो लाग्यो जिरिङ्ग भएको बाटो बादल देखेर त्यो बादल हो कि के हो बादलै होला सायद बाटो बहुत रस्ता गन्दा अरे भाइ सो यो हेर्न हिमाल यतिको हाई एल्टिट्युडको बाटो चाहिँ गाइज इन्डियामा पनि छैन क्या होला एउटा ठाउँ सर्टेन ठाउँ हाई एल्टिट्युडमा होला तर हाई एल्टिट्युडमै भक्को भई हाई एल्टिट्युडमै चलाउन लगभग 4000 5000 4000 5000को मिटरमा 4500 5000 4500 5000को उसमा चलाउने भनेको तर हाम्रो नेपालमा बाइक कहीँ छैन जस्तो लाग्छ यार मलाई यति लामो बाटो फेरि होला कोही ठाउँ होला होइन यति लामो बाटो कहीँ छैन यो बाटो पिच भन्न माछो र हाम्रो नेपाल कहाँदेखि कहाँ पुग्छ कुरै छोडिदिनु गाइस आम्मा अझ चाइनाको बोर्डर खोलिदिनु पर्ने यताबाट आम्मा सक्यो गाइस नेपाल विकास गर्न बालेन दाइ यो बाटोलाई याद गर्नुहोस् है बालेन दाइ तपाईँ प्रधानमन्त्री हुनु भनेपछि हुम्लाको बाटोलाई याद गरेर यताको नाका खोलिदिनु भयो भने हाम्रो नेपाल कहाँदेखि कहाँ पुग्छ जस्तो लाग्छ यति टुरिस्ट भित्राउन सकिन्छ नि होइन यति टुरिस्ट भित्राउन सकिन्छ कि एमआरपीले भनेछ भाइ गाइज अनि अर्को कुरा यस्तो बाइकहरू त आउँदो रहेछ भनेपछि हामीले डर त इजी नै आउनु भयो होइन तर अलिकति सहज रूपमा गाडीहरूलाई आउनको लागि चाहिँ पिच रोड भयो भने त हेर्नु त यहीँ छ हिमाल ल यो वाइड एङ्गल भएर टाढा देखेको आमा छोरो एकचोटि उडेर गयो एक टाङ हान्यो नि त्यही खोला त्यही हिमालय पुग्दिनु जस्तो भयो भालेन्दा यो रोडलाई चाहिँ याद गर्नु पर्यो है बबाल हुन्छ यार यतिको हाई एल्टिट्युडमा यति लामो समयसम्म मैले लाइफमा कुदाएको थिएन गाइस सही हो मैले मेरो गाउँबाट देख्दाखेरिको हिमालहरू छ नि त्यो हिमालमाको मुनि कुद्न पाएँ भन्ने मैले बच्चैबाट सोच्थेँ कि मुनि बाटो भयो नि हुन्थ्यो नि मैले त्यो ड्रिम चाहिँ आज आएर पुरा भइसकेको छ त्यही छ क्या हिमाल यही छ हिमाल गाइस यो पुरै हिमाल हो गाइस अनि अब बल्ल हामी चाहिँ त्यो डाँडामा देख्दैछौँ अप्पर मुस्ताङको जस्तो क्रिएटर देख्दैछौँ त्यो सम्म यो चाहिँ ढुङ्गाको अलि झ्याउ यो पिच बनाउनु पर्छ है गाइस ए भगवान् म कहाँ छु हेर्नुहोस् न हजुर पागल भयो खोलाको फाँट ओ माई गड रात पर्न लागिसक्यो गाइस कति बजी 6 बजिसक्यो अब यो घाम जाँदा बित्तिकै धुलुक्क निभाइहाल्छ आँध्याएर भइहाल्छ दोष कहाँ पुग्यो फेरि जर मजा आएर आजको राइड यार लाइफको डेन्जर बबल एक्सपिरियन्स गाइस के रे यही बस्ने हो र ल खरायो भाइ अगाडि आइपुगेर रहेछ सन्न गाई दुधे छन् त्यहाँ बिस्तारै रहेछ अरे चक्क लाएर बाइकहरू चाहिँ यति पार्किङ हे बस्ने रे दोष अझै 2 घन्टा हुन्छ रे लिमिएर आम्मामा हाम्रो घर यहाँ रहेछ अब ल हेर्नु गाइस
ओहो बाजेहरूले घर बनाइ लाउनु भएको दामी तरिकाले यहाँ तातो नि हुन्छ यही गोबर छ हेर्नु अब छिर्नै गाह्रो हुने घर रहेछ ल नि गोबर यही सल्काउने आज आगोमा यो आगो बाल्ने गोबर अनि ताप्ने गाह्रो भयो यस्तो पिउल्टे लगाइदियो नि त नि आज खराले दाउरा खोज्छ यहाँ दाउरा दिन्छन् नि हामीलाई कि गोबर बाल्ने रे ए दाउरा लिएर पुग्छ खराले आज दाउरा चिर्छ मा डेन्जर है खरा ल ठिक छ खुट्टा डेन्जर चिसो भयो मजा छ मजा आयो भोलि बस्ने कि जाने होइन अगाडि लिमी त अगाडि हो नि होइन नि ए भोलि नजाने यही बस्ने होइन अगाडि जाने कि ब्याग फर्किने भने अब कहाँ फर्किने के भनेको मैले को फर्किने खै यिनीहरू फर्किने हो हेरौँ भोलिको मुड अनुसार खै तर यस्तो मुड ड्रास्टिक मुड त नबनाऊँ न यार गए पाइहाल्यो नि ड्रास्टिक मुड चेन्ज नबनाऊँ न यार गोर्खालीको छोरो भएर यस्तो नहार्नु न यार गोर्खाली छोरा को छोरो हो त मुस्लिमको छोरा गोर्खाली मुस्लिम त नि पृथ्वीनारायण शाहको मुस्लिमसँग राम्रो कनेक्सन छ थाहै थाहेन थाहा छ भनेपछि जाने कुरोको बाटो त वाइल्ड यार वाइल्ड मजा आयो ल गाइज हाम्रो गाइजरले चाहिँ चलाएर लिमीसँग पुर्याउन सकेन चिसो भएको कारणले चाहिँ आज ठिकै छ आज नि टेन्ट हालेर बस्न पाइयो यहाँ चाहिँ क्याम्पिङ गर्ने बाले हेल्प गर्नुहुन्छ त्यहाँ चौरी दुधै हुनुहुन्छ चौरीको दुध खानुपर्छ आज बा ओ बा चौरीको दुध दिनुहुन्छ हामीलाई धन्यवाद धन्यवाद दिन्छु दिन्छु रे ल यहाँ हाम्रो बा हुनुहुन्छ हरियो ज्याकेटमा हाम्रो अर्को बा हुनुहुन्छ फेरि स्ट्यान्डर्ड यो उनको ज्याकेटमा हामीलाई आज बास दिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई है ल दुध नि दिनु नि फेरि ल ठिक छ ल यहाँ हेर्नु यहाँ भ्यू यहाँ चाहिँ सर हामीले खाल्टो छ अलि ठाउँ खाल्टो त सर यहाँ गाईहरू छन् टक्क लाएर माथि भ्यू हेर्नु टाउको दुखी चाहिँ अलिकतिले पानी लिएर पानी तताएर खानुपर्ने हुन्छ अब एकदम चिसो भएको अवस्था छ सो हाम्रो महानुभावहरूले धन्न हो मुडमा डिपेन्ड गर्छ अरे कस्तो डिपेन्ड गर्छ मुडमा डराउने डराएको के हो त झ्याउला जिउ दुख्यो के यति ठोक गाउँको शैली देखाइदिए खरायो झ्याम झुम झ्याम सानो मसिनो मसिनो चिरै खरायो खुट्टा हाल्ने फेरि टिकट जाँदाखेरि फर्स्ट बाइट हुन आँट्यो क्या तपाईँलाई छोडेर कहाँ गइन्छ तपाईँलाई छोडेर किन जाँदै भन्नु न रिसाइदिँदै रोइदिँदै भयो सँगै जाने सँगै गरेर बिहानैदेखि बुढो भएको छ है होइन मलाई त्यो बिहान त्यो हेर्न सक्नुहुन्छ गाइस तपाईँले यो घडीलाई हल्का सर यसो गरिन्छ त अलि बिस्तारै बिस्तारै ट्याक्कै हामी चाहिँ म्याक्स भनेको 4776 लो भनेको 2500 अहिले चाहिँ हामी 4213 मिटरमा चाहिँ हामी बसिरहेको छौँ आगो बालिदिनु भएको छ भन्न हामीले गोठ पाइरहेको छौँ मलाई एउटा एक्सपिरियन्स भयो होइन म खै के हो मैले अहिले त्यो युएस गएर अलिक चिसो खप्न सकेर हो कि होइन पहिला मलाई त्यस्तै हुन्थ्यो कि हजुरलाई त्यो हुन्छ नि तित्ताउने कि हातै फुट्ला जस्तो खुट्टै फुट्ला जस्तो फक बाइट होला फक के अरे फ्रस्ट बाइट होला जस्तो हुन्थ्यो अहिले अहिले मैले पानीमा जानी डुबाइदिएको के केही भएन अहिले भाइलाई दाइलाई चाहिँ त्यस्तो भएछ फेरि अहिले लास्ट भयो थियो डेन्जरै भिज्नु भएन हजुर मेन त्यो पसिना भएको लुगाले त्यो भयो क्या ए ठिक छ खरायो भाइ गाडीमा आनन्दै छ होइन हाम्रो जिन्दगी त गाह्रो छ म भोलिबाट यस्तो बाटोमा बाइक चलाउन सिकेर उत्तानु पर्लास गऱ्यो नि हजुर हुनु जग्गा पछाडि पिचबाटमा गएर सिक्ने पहिला बुझिस् गर्लफ्रेन्डहरूको फोन आएन यहाँ टावरै छैन हेर टावरै छैन हजुर सिम लैदिएर सिम त अर्को टाइल सिम लैदिएर हो के भन्दा टावरै छैन
टावर नभए यार फोन त गर्नुहुन्छ नि टावर नोइज कसरी फोन गर्छस् त नि ल हेर समय मेरो गिलास नि समय दे ल टक्क लाएर आमाले चाहिँ चिया हालिदिन लाउनु भएको छ धन्यवाद आमा है हजुरलाई धेरै धेरै धन्यवाद त्यो बत्ती निकाल्नु भन्ने के दामी धेरै धेरै धन्यवाद ल केही भन्नु छ आज दिनभरिको आज दिनभरिको कुरा केही भन्नु छ आज यस्तो बाटो कच्चो बाटो आइयो गाई चाहिँ पनि आमा है मोटर गाडीमा सुतेको थिएँ आनन्द ड्राइभर के गर्नु त मोटर गाडी आनन्द सुतिस निराइस निराठे बाटो रहेछ खरायो गीत लाएर मजा ड्राइभरले गीत लाउनु भयो मैले मलबाट गीत लाएँ काम एमा गीत राखेँ एमा मल राखेँ आनन्दले सुतेँ 2 घन्टा गीत बज्यो हो र ल चिया थप खरा खतरा चिया नुन चिया हो ल स्पेसल नुन चिया कहिले खानु भयो हजुरले उल्टै सोध्छ त एक्सप्रेसन हेरौँ भनेको मैले गाउँतिर पटाइ त कति खाएँ कति खाइस होइन मटन बुरुवासँग गर नि हामीले घोलामा पाते चिया बुरुवाले यस्तैमा थर्मस हुन्थ्यो जो चाहिँ खानु मलाई बुरुवाले माग्ने बुरुवाले दिनुहुन्थ्यो खाना खाएपछि फेरि चिया खाने फेरि अनि तेरो छम्मारको याद आयो कि आएन छम्मारको याद आएन यस्तो उनीहरूलाई होला यस्तो डाँडा काँडा हेर्दाखेरि के थाहा तेरो छम्माहरू अरूसँग बोलेर बसिछ नि हरायो भर छैन होइन के भयो बाल भयो नि भर नभए नि भन्ने होइन चियाएको छ गाइस फोन गरेको छ नगरेर छैन आफूले चुप लाएर बस्ने आफूले फेसबुक टिकटक चिया खाँदैछौँ भट्टे चिया एकछिन मालिक आइसके राति बाइक बनाएर खुसी भएको ल ठिक छ बाइक बनाएर आएछन् बरु दामी ठिक छ है बाटो कस्तो बाटै देखेन ल ठिक छ दामी यार कति बज्यो गाइस अहिले 7:48 आइपुग्यो हामी अगाडि बुलेट हेरेछ मालिक देखेर भाग्छस् हराएको गर्लफ्रेन्डको फोन आयो कि आएन उठाइदेऊ कसैको फोन आएन त कसैको टक्नी जो बाइक बनाउन आएको त्यसैको बाइक बिग्रेर हिँडेर आएको टोलीहरू हो र त्यो तल खोला थिएन त्यो भएको त्यहाँबाट हिँडेर आएको माया लाग्यो 16,000 ल ठिकै छ खरायो म पट्टाइदिइसकेर तेरो गर्लफ्रेन्डलाई के गर्नु अब कसैको फोन आएन हो आखरे तँलाई पनि नभनेको मान्छे मलाई खुसी त अगाडि नै